गुड मर्निङ। अब हामी कहाँ जाने आज? हामी आज तल सोलमा जाने ल। अब रेडी हुनुपर्छ। मोबाइल पाइँदैन। तल घर जान पनि यस्तो सुविधा आउँदो रहेछ दिनमा जिन्दगीमा। हिँड्ने यहाँबाट हामी यहाँ आयौँ, अटोलाई बाई बाई गऱ्यौँ। आइसेलु पार्टी चल्छ रे। थापा न थापा हातैमा दिउँला म तिमीलाई ऐसेलु। This is the रमाइलो। Sharing is caring। ल जाउँ न अगाडि अरू हेर्दै जाउँ। हामी त हिँडेको है। माटो भेट्यो? हिँड न लु हिँड। यहाँ माथि के बिरुवा रोपेको रहेछ नि? लु जाउँ जाउँ जाउँ। लाली गुराँस। बाबुले लाली गुराँस टिप्दैछ। यहाँ भेट्यौ तिमीले नै? टिपोस् भनेर छोडेको सकेन क्या? वाउ, फुल चाहियो। मजाले फुलिओरि झरिसकेछ गुराँस त। जङ्गल जङ्गल हिँड्दैछौँ। पछाडि टोली आउँदै हुन्छ। इङ्ग्लिसमा वक हो त। ए ट्रेकिङ। बाबुको ट्रेकिङ फर्स्ट। बाबुको फर्स्ट ट्रेकिङ। मैले त आमामा बाबु यो छ नि भित्ताको यो घारी यो झार यहाँ हामी टिपेर बेच्न लान्थ्यौँ। यस्तो टिप्थ्यौँ कि अनि सुकाउनु पर्थ्यो। यस्तो हरियो चाहिँ बित्दैन थियो। अनि सुकाएर लुकाउनु पर्थ्यो नि हौ। चोर दिन्थ्यो फेरि। यस्तो मोटो मोटो त मलाई त हौ टिपेर राखेर एकचोटि माथि त्यो ओरतिर अहिलेको हामी सुत्ने कोठा त्यहाँनिरको गोठ थिएन बाउ छाना त्यहाँ माथि सुकाइरहेको थियौँ चित्रामाथि। कुन चाहिँ लड्दैछन्? मैसेलुको पोट। मेल मेल म आज यहाँ यहाँको चाहिँ अलि राम्रो रहेछ है चिया नि। हजुर कहाँबाट बोलाउँदै हुनुहुन्छ? हजुर भन्यो जङ्गलसँग बोल्यो कि मान्छेसँग बोल्यो थाहा छैन। तपाईँहरूले देख्नु मैले देखेकै छुइनँ। ठुलो डेडीसँग भेट भयो हाम्रो। आइपुग्यो ल। यहाँनिर बस्दा नि हुन्थ्यो नि। यो चाहिँ हाम्रो चिया बगान। हँसिया है हँसिया। खरबुजा काट्ने हँसिया छुट्ला। रोडै रोड कहाँ छोड्नु भयो? हाम्रो हतियार हराने खोजी कार्य चल्दैछ।
यहाँ अहिले बोकेर होइन मैले हात यतै दिएर गएँ नि हात बोकेर भनेको त्यहाँ चियामाथि राख्नु भएको छैन ठुलो रेडले छैन त्यसले बोकेको छैन ए हँसिया कहाँ छस् बोल्दिनु कहाँ चाहिँ राख्नुभयो त बोल्दैन फेरि होइन त्यतिखेरसम्म थियो र अगाडि नै राख्नुभएको नि ए ऊ भेट्यो 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 ए त्यतिखेरसम्म तपाईँसँगै थियो ए ल म झन्डै ल किन काट्नु भएको जे देखो त्यही गर्ने उसलाई त बाबा कहाँ पुग्नुभयो खोइ यहाँ आएर बसिरहेको थियौँ पोट पराएरै आउँदाखेरि यहाँ आएर बसेर अनि झरिरहेको थियौँ त्यस्तोले त हतियार हो नि सानो हतियार खेलाउनु दिनु के काट्नु पर्यो के काट्नै पर्यो भने त के होला नकाटी नहुने भयो ऊ त्यो सिँगै बिरुवै भिडियो खिचिरहेको छु मैले भिडियो छ ब्लगमै आउँछ भरे हाम्रो सबैजनाको ऐसेलु टिपाइ चल्दैछ यहाँ ऐसेलु खाना आउनुहोस् हजुर ऐसेलु खाउँ स्वस्थ बनाऊ बजारमा रहेका ती कुरकुरे चिप्स नखाउँ यस्तो ऐसेलु टिपेर खाउँ यस्तो ऐसेलु हेर्नु हामी टिपेर बेच्थ्यौँ यसलाई कति धेरै रहेछ हौ कसैले खाएको रहन्छ नि यहाँ चाहिँ धेरै वर्ष भएछ नआएको ठाउँ यो ठाउँमा आउँदाखेरि उहिलेको याद आउँदैछ मलाई अझ यो बाटो यता त त्यति हिँडिँदैन थियो त्यहाँबाट उँधो झरिन्थ्यो नि त त्यहाँ माथिसम्म आउँदा चाहिँ झलझली त्यहाँबाट त प्रायः चिया बगान झरिन्थ्यो नि त यो बाटो त बिहेका दिन मात्रै हो हिँडेको म यता त बिहेका दिन चाहिँ रोड आइयो नि त ऐसेलुलाई अङ्ग्रेजीमा के भनिन्छ छोरा रास्पबेरी कस्तो लाग्दैछ त यो बाटोमा हिँड्दा रमाइलो गल्यो बाबा चाहिँ अब आइपुग्नु आँटो एकछिन म बनाउँछु त एकछिन भन न लु गाइस हामी अहिले यहाँ तल्लो घर नभन न साथीहरू भन आज मैले पनि भ्लग बनाउँदैछु साथीहरू एकछिन मेरो साथीहरू हामी अहिले पुग्न आँट्यौँ साथीहरू हामी अहिले पुग्न मेरो बिहे भएको ठ्याक्कै 9 वर्ष पुरा भएर 10 वर्ष लाग्यो 9 वर्ष अघि आइएको थियो हिजोदेखि नि वैशाखमा आऊ रेडी वैशाख 11 गते सोमबारका दिन मेरो विवाह भएको ठाउँमा हामी जाँदैछौँ अहिले चौरा होइन है 72 होइन नि बिहे भएको हाम्रो ए यहाँ पनि पाकेको रहेछ हौ यो जमाने भान्जा मजाले पाकेको त होइन यतिको खान सकिन्छ सानेलाई यो पनि चखाम न अमिलो छ र अमिलो कति पाकेको रहन्छ तितो तितै रहेछ घर आइपुग्न लाग्यो अलिअलि सेतो सेतो देखिँदैछ पाली भत्केर हेर बिर्जोक हजुर जङ्गल आइपुग्यो हाम्रो घरमै भत्केर हेर
हाम्रो पिङ खेल्ने पाली थिएन हाम्रो एकचोटि त्यही बिहेपछि त्यही असारमा आएको थियौँ अनि त्यसपछि अहिले हो अनि विरक्त लाग्दै भएको छ त अनि हेर्नु त हाम्रो घर पिङ खेल्ने पाली भत्किएर उस्तै धुपी त रहेछ अझै बासी चियाको बत्ती चिया पनि पुरै रुख स्याउको रुख छ नि माथि हो स्याउ जग्गे त यहाँ थियो नि जग्गे यहाँ थियो यहाँ थियो जग्गे यता मण्डप थियो स्वयंवर यहाँ थियो यहाँ स्वयंवर गर्ने ठाउँ थियो आल्चाका बोर्ड थियो यहाँ एभोकाडो आएछ मौरी खै मौरी खै मौरीको घार हुने ठाउँ छ नि त ल ए छोरी डराइ होला हन्टेड भन्छ गदा यहाँ टिभी हुन्थ्यो सानो हेर टिभी हुन्थ्यो यहाँ हेर उता उता लाइट भएको ठाउँमा टिभी यहाँ मुनि मन्दिर थियो यहाँ मुनि मन्दिर उता ओ त्यहाँ मन्दिर होइन उता मन्दिर थियो भनेको अहिले होइन एकछिनमा जाने आऊ अहिले नजाने बान्नु पर्थ्यो के भएछ यहाँ चाहिँ ढोका के भयो भत्क्यो चाबी लाउने भत्केछ खै किचन हेरौँ हाम्रो किचन अनि आगो बाल्ने त बलिरहेको छ खरानी नै छ त अनि यो कहिलेको खरानी हामी कतिजना अट्ने अहिले अटिन्छ बस्न बुढाबुढी सबै अटिन्थ्यो यहाँ बस्ने ठाउँमा लडिन्छ है पुग्नु यहाँनिर खाट थियो एउटा हामी सुत्ने खाट अर्को थियो यहाँ सुत्ने खाट एउटा सानी नआउ न लडिन्छ के क्रिपी यहाँ मर्केको थियो मेरो खुट्टा फेरि मर्किने हो कि के हो यो रुख घरभित्र यस्तो पलाएर हेर झार जान्छौ लुइन सिडी चढेर होइन तँ बोतल चाहिँ किन बोकेको त फेरि दुईले अप्ठ्यारो छ नि फेरि आउँछु नि आउनु त लड्यो भने चाहिँ बाबु कहाँ पुग्यौ मन्दिर यहाँ राख्नु भएको रहेछ चढौँ चढौँ अझै चढौँ यहाँ हेर यहाँ हामी सुत्ने कोठा हेर एकछिन खुल्लै छोडिदिउँ ल यहाँको खाट त रहेछ त अझै अब त हात चेप्छ ढोकामा आऊ भित्र आऊ सानो भित्र आऊ बहिनी लड्छ है उता सिँढीतिर लड्यो है बहिनी
बुइना त्यसले राम यहाँ यहाँ कोठा हामी सुत्ने कोठाई हामी सुत्ने खाट यहाँनिर थियो तपाईँको पहिलेको घर हो? हो त हाम्रो घर हो नि यो खाट फर्स्ट फ्लोरमा हामी सुत्ने खाट ठुलो यहाँ हेर ठुलो मम्मीको लुगा यही रहेछ है ठुलो आमाको सावित्री आमाको उठ त उठ त उठ त यताउता सु गर्न जाउँ फर्स्ट फ्लोर आऊ यो पकड त छोरा एकछिन हामी यो घरको सेकेन्ड फ्लोरमा छौँ बहिनीको टोयलेट यहाँ हो टोयलेट अहिले हाम्रो हो हामी यहाँ सेकेन्ड फ्लोर कति हँदैन अनि सिँढीमा लड्ले है बाहिर त कति उज्यालो हो भिडियो कति हँदैन खेलेको ठाउँ हाम्रो यस्तो भएछ लाग्दो भएछ घर पुरानो दिनको यादहरू आयो यहाँ आउँदाखेरि यहाँनिर चाहिँ हाम्रो मौरीको घार थियो यहाँनिर एउटा यहाँनिर अर्को दुईवटा मौरीको घार थियो त्यहाँ रहेछ हौ त्यस्तो पारेर राख्नुभएको रहेछ त्यहाँदेखि उता जाने बाटो चाहिँ छेक्नु भएछ अब तल जाऊँ खै छोरी यहाँ ढोका लगा भने जाऊँ ल खोइ बुइनी लडिएला है लालिन्छ है पख 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 नानीलाई खेलाउने कुरा पनि लज हौ कको हो हाम्रो धारा त रहेनछ त खोइ धारो ल आएँ म हाम्रो धारा भत्केछ यो घर ला छोरी त यी बाबा ममाको दाढी बोलाउनु थालो बाबा ममाको दाढी बोलाउनु थालो यी हेर्नु न गजब यो चाहिँ स्मरण स्वरूप 10 वर्ष अगाडि एकता छोरी र ज्वाइँहरूको ज्वाइँको हिजो भएको यहाँ पुराणको उपलक्ष्यमा यही बिहे भएको यो धुप्पीको रुख कत्रो भएछ यसमा चढेर दाना टिप्थ्यौँ हामी दाना टिप्थ्यौँ धुप्पीको माथि पुगेछ नि उ त्यो जुन हाँगा भाँचेको हाँगा छ नि त्यत्रो त थियो अब यो घरमा हाम्रो अहिलेको बसाइ सक्यो अब यहाँबाट हामी फेरि माथितिर जाने घर बन्द गरौँ अब फेरि कहिले आइपुग्ने हो यहाँ थाहा छैन आउनु 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 घरलाई बाई बाई गर्नु पर्ला अब 10 वर्षपछि आएको थियो 10 मिनटमा बाई बाई ल हामी चाहिँ यति बेर बसेर अब खुला बोक्यो र अब हामी फेरि दसैँतिर लाग्दैछौँ हाम्रो टोली अगाडि पुगिसक्नुभयो एक टोली पछाडि ल जाउँ तल कहाँ पुग्नु तल जाने आँटा आएन
जाँदैछौँ हामी। वनभोज हाम्रो सानो सानो वनभोज चल्दैछ हाम्रो यहाँ। वाटरमेलन भोज जय वनभोजमा वाटरमेलन खाउँ। नानी पनि खान्छ कि। फिनिस्ड। सानी के हालेको? वाटरमेलन नखाने? परारै डर लाग्थ्यो कि मलाई। गाडीमा कुकुर बोक्नेले त्यो गाडी छोरो गले भन्दैछ बोक्नु पर्यो अब। हिँडिहाल्छ नि अब आइपुग्नु आँटो त। ठुलो डेडी कहाँ छोडिनु भयो भनेर हेरेको। नखिचा यता खिच्नु हुँदैन क्या। यता यो खिच्दैछ बुबाको र मेरो खिचेको हुँदैन। हाम्रो खिचेको फ्रन्टमा त्यही भनेको बाबाले काफल पनि फलेको रहेछ। यहाँ चाहिँ पाकेको चाहिँ रहन्छ, खानु पाइएन। फलेको चाहिँ रहेछ काफल पाक्यो। गुराँस फुल्यो। बाबु हिँड्यो। फल अलिअलि पाकेको रहेछ एउटा पाकेकै छैन। एउटा टिपेर बाबाले फुल टिपेर ल्याइदिँदै हुनुहुन्छ। यताबाट झर्नु भएको भए सजिलो थियो। त्यताबाट अप्ठ्यारोमा जानु पनि। बिस्तारै आउनु है बिस्तारै। यताबाट झर्नु भएको सजिलो थियो कि। धन्यवाद। दसैँ आयो मेरो त। दसैँ आयो। नानी सबैमा लगाएको छ टिको। टिको लगाइदिने चाहिँ ज्येष्ठ बडे पिताजी। कोही माटो खेल्ने, कोही ऐसेलु खाने, कोही भिडियो खिच्ने। हाम्रो रमाइलो छ यस्तो। ठुलो डेडीले टिका पनि लाउनु भएको छ। ठुलो डेडीले पनि टिका लाउनु भएको छ। ठुलो डेडी टिका लाउनु भएको छ। यो चाहिँ के को टिका हो? चिन्नेलाई 2 रुपियाँ पुरस्कार। चिन्नेलाई 2 रुपियाँ पुरस्कार। यो चाहिँ साधु बाबाको टिका। यो चाहिँ के को टिका? चिन्नेलाई अर्को 1 रुपियाँ उपहार। पर देखेको त्यो पहेँलो, यो पहेँलो बिल्डिङहरू भएको चाहिँ उहिले मैले पढेको स्कुल। त्यो पारीको चाहिँ मैले पढेको स्कुल उहिले, तर मैले पढ्दा जस्तो छैन अहिले। अर्कै भइसक्यो। अर्कै भयो। आज ग्राउन्डमा काम गर्ने हुन्छ। चिया टिपाइ चल्दै रहेछ यहाँ चाहिँ माथि। अब अटो चढ्यो हामी। फेरि तपाईँले उता ह्यान्डलसम्म जोडा ठ्याप्पै अनि कुराइदिनु होला नि फेरि। एउटा कुरा त्यसो गऱ्यो भने गन्तव्यमा आइपुग्यो हामी। अटोलाई टाटा बाई बाई। ल मुछो निदाएको छ यहाँ। मुछो पुगेर आयो। तल घर पुगेर आयो 10 वर्षमा।